मान्छेको एउटा प्रोस्पेक्सन हुन्छ नि त। थाइल्यान्ड भने चाहिँ यस्तो हुन्छ भन्ने अब पछाडि तपाईँ देख्नुभयो भने बडो अचम्मको चिज देखिन्छ त्यहाँ। अनि मलाई चाहिँ यस्तो लागेकै थिएन। म 3 चोटि थाइल्यान्ड आएँ। आफ्नो आफ्नो धारणा हुन्छ नि त। म थाइल्यान्ड जान्छु भन्दाखेरि मान्छेहरूले भन्छन् कि थाइल्यान्ड गएर नबिग्री आउँछ मान्छे, थाइल्यान्ड गएर चाहिँ बिग्रिन्छ अरे। म 3 चोटि आएँ, तेस्रो चोटि आउँदा यस्तो एरियामा यो यतिकै त्यहाँ बाटो क्रस गर्दै गर्दाखेरि यहाँ यति साह्रो यस्तो हुँदो रहेछ भन्ने चाहिँ देखेँ मैले। नत्र मैले त खास भिडियो यतातिरको सायद कसैको भ्लग्स लाग्ने होला दिँदिनँ, सायद कसैले राख्नु पनि होला। अर्को कुरा डाइरेक्ट उनीहरूलाई देखाउँदै भिडियो खिच्ने कुरो भएन, उनीहरू पनि प्राइभेसीको कुरा हुन्छ। हुन त अब हाम्रो थाइल्यान्डको भिडियो हाम्राले हेर्ने, हाम्रा नेपाली यहाँ पक्कै छैनन्। अब हाम्रो भिडियो थाइल्यान्डले बुझ्दैन नि त भने। तर मैले यहाँ कुरा गर्न खोजेको चाहिँ हाम्रो मेन्टालिटी र पर्सपेक्सन धारणाको कुरा हो। एउटा कुरा त हामीले जे देखेका छौँ, हामीलाई त्यो ठाउँ नै त्यस्तै छ, त्यहाँका मान्छे त्यस्तै छन्, अथवा हामीले जे सुनिरहेछौँ त्यही नै सही हो भन्ने लाग्छ। जस्तो कि यही हेरौँ, कोही मान्छे थाइल्यान्ड यस्तै टाइपको कोही काम गर्नको लागि आइरहेछ भनेदेखि उनीहरूको लागि चाहिँ थाइल्यान्ड भने त्यही हो। यदि कसै थाइल्यान्ड चाहिँ आएको छैन तर थाइल्यान्डमा यस्तो हुन्छ रे भन्ने सुनेको छ, तिनीहरूको लागि पनि थाइल्यान्ड यही हो। तर कोही मान्छे रिल्याक्स गर्नको लागि, रिल्याक्स इन द सेन्स कि आउँछ कतै पुगेटतिर जान्छ, बिचमा जान्छ, बस्छ, अथवा यहाँ आउँछ अन्तभन्दा अलिकति सजिलो अथवा अलिकति सस्तो पनि छ अन्तभन्दा। अब टिकटहरू पनि अलिक के भयो, होटलहरू पनि सस्तो छ। अनि त्यो हिसाबले हुँदाखेरि चाहिँ फुडहरूदेखि लिएर कल्चर धेरै छ नि त, टुरिज्म एरिया हो। त्यो हिसाबले आउने मान्छेलाई के लाग्छ भने यो चाहिँ टुरिस्टको ठाउँ हो। अब छुट्टी हुँदाखेरि रामोचेरी बसेर आराम भन्ने लाग्छ। कोही यहाँ हेल्थको लागि आउँछ। मैले एउटा बुकमा पढ्दै थिएँ, यहाँ दाँत बनाउन सस्तो छ, त्यही भएर म अस्ट्रेलियन हो, दाँत बनाउन जान्छु भन्थ्यो। उसको लागि चाहिँ थाइल्यान्ड दाँत बनाउने ठाउँ हो। अनि मेरो लागि थाइल्यान्ड के हो, म 3 चोटि कन्फरेन्समा आएँ, प्रोग्रामहरूमा आएँ। यहाँनिर साउथ इस्ट एसियाकै सबैभन्दा धेरै अथवा सबै लगभग धेरै एनजिओहरूका चाहिँ हेड क्वार्टरहरू छन्, धेरै सङ्घ संस्थाहरूका हेड क्वार्टरहरू छन्। तिनीहरूले आइएनजिओ भनौँ, एनजिओ नभन्नु आइएनजिओहरूका साउथ इस्ट एसिया भन्नाले जस्तो कि भियतनाम, लाओस होइन, यतातिरका कन्ट्रीहरू, अब मलेसिया, त्यसपछि थाइल्यान्ड भइहाल्यो, त्यसपछि म्यानमार। अनि म्यानमारबाट यो देशमा आएर काम गर्ने धेरै छन्। जस्तो कि लगभग 42 लाख जति मान्छे यो देशमा काम गर्दो रहेछन्। त्यो मध्ये लगभग 12 लाख चाहिँ अनडकुमेन्टेड छन् रे यो देशमा, जुन म्यानमारबाट आएर काम गर्छन्। भनेपछि माइग्रेन्ट वर्कर जस्तै वैदेशिक रोजगारीमा काम गर्छौँ नि हामीले वैदेशिक रोजगारीको लागि जस्तै मैले भन्दा आउँछु भने त्योसँग रिलेटेड माइग्रेन्ट वर्करसँग रिलेटेड केही प्रोग्रामहरू भए, ह्युमन ट्राफिकिङ हुन्छ, मानव बेचबिखन, त्योसँग रिलेटेड केही प्रोग्रामहरू भए भने कहिलेकाहीँ चाहिँ हामी पनि सहभागी हुने मौका मिल्छ र म चाहिँ त्यसको लागि आउँछु। यो तेस्रो चोटि हो। अनि मेरो लागि चाहिँ के छ, थाइल्यान्ड भनेको एउटा कन्फरेन्सेस हुने ठाउँहरू हो भन्ने चाहिँ मलाई लाग्छ। भनेपछि एकदम ओभरअलमा सिधा के बुझौँ भन्दाखेरि चाहिँ अगाडिको भिडियोको कन्सेप्ट बिर्सिदिनुहोस्, सबै कुरा बिर्सिदिनुहोस्। हामीले जे सोचिरहेछौँ त्यही मात्रै पनि राइट हुँदैन, हामीले जे सुनिरहेछौँ त्यही मात्रै पनि राइट हुँदैन। हरेक एङ्गलबाट र हरेक ठाउँ अनुसार चिजहरू फरक र मान्छेहरू छ फरक हुनसक्छ। त्यसैले हामीले के चिजमा चाहिँ फोकस गरेका छौँ त्यो चिज चाहिँ हाम्रो लागि महत्त्वपूर्ण छ। त्यसैले मैले फेरि भने पछाडिको भिडियोमा फोकस गर्नु भएन। फोकस केमा गर्नु पर्यो, जे आफूलाई चाहिएको छ, जे आफूलाई फाइदा हुन्छ र जेको लागि आफूले गर्न खोजेको अथवा आफ्नो उद्देश्य गर्न खोजेको कुरा क्लियर भयो होला। त्यहाँ ठ्याक्क आउँदाखेरि झ्याप्पै माइन्डमा आइहाल्यो, आसी क्यामेरा निकालियो, भिडियो बनाइयो। आई थिङ्क तपाईँलाई केही नलेज मिल्यो होला। थ्याङ्क्स।